आज हामीले विशेष त यो देवघाट नदी परिसरमा नारायण नदी परिसरमा सरसफाई अभियान अन्तर्गत चाहिँ ट्रेजर हन्ट इभेन्ट आयोजना गर्दैछौँ। यसमा विभिन्न समूह हामीले करिब 6 वटा समूह विभाजन गरेका छौँ। प्रत्येक समूहमा 7 जना सदस्य हुनुहुन्छ र यो चाहिँ ट्रेजर हन्ट भनेको कस्तो भने सबैभन्दा पहिला उहाँहरूले फोहोर सङ्कलन गर्नुहुन्छ। त्यो सङ्कलित भएको फोहोरको वजन लिन्छौँ हामीले। त्यहाँमध्ये उहाँहरूले कति ट्रेजर फेला पार्नु भएको छ। ट्रेजर भनेको चाहिँ कस्तो भने उहाँहरूलाई नै सेग्रिगेट गर्न लगाउँछौँ। त्यसमा भ्यालु हुने वेस्टहरू जस्तै रिसाइक्लेबल वेस्ट, रियुजेबल वेस्ट होइन, रिपर्पोज गर्न मिल्ने वेस्टहरू अथवा अपसाइकल गर्न मिल्ने वेस्टहरू त्यो चाहिँ उहाँहरू छुटाउन सक्नुहुन्छ कि सक्नु हुँदैन एउटा मूल्याङ्कन पनि हो। र सँगै त्यो खालको ट्रेजरहरू कति बराबरको उहाँले कलेक्ट गर्नुभएको छ त्यसको वेट लिन्छौँ र वेटको आधारमा ओभरअल हामीले उहाँहरूले सेग्रिगेट कसरी गर्नुभएको छ, सही तरिकाले गर्नुभएको छ कि गर्नुभएको छैन भन्ने कुराहरूको चाहिँ इभ्यालुएसन गरेर उत्कृष्टलाई चाहिँ हामीले पुरस्कार वितरण गर्ने योजना रहेको छ। यो बोराको वेट छ 6.125 10.49। विनरलाई मात्रै होइन सबै सहभागीहरूलाई अर्थ आवरको दिनमा एउटा रमाइलो इभेन्ट हुँदैछ। त्यो इभेन्टमा हरेक व्यक्तिलाई हामीले एउटा राम्रो गिफ्ट आयोजकको तर्फबाट प्रदान गर्दैछौँ।